असम नेपाली साहित्य सभाको आधिकारिक वेबसाइट उद्घाटन विश्वनाथ जिल्ला स्थित विश्वनाथ कलेज प्रेक्षागृहमा असम नेपाली साहित्य सभाको आधिकारिक वेबसाइट उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित रहने विशिष्ट साहित्यकार डाक्टर खेमराज नेपालद्वारा वेबसाइटको औपचारिक लोकार्पण गरिएको थियो। नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि डिजिटल माध्यम मार्फत अझ सशक्त बनाउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याउन लागि हामी एकदमै हर्षित छौं किनभने असम नेपाली साहित्य सभाको जन्म भएको आज 52 वर्ष अतिक्रम भइसक्यो। 1974 सनको 4 जनवरीको दिन आत्मप्रकाश गरेको असम नेपाली साहित्य सभाको आजसम्म हामीले वेबसाइट ब्लग चाहिँ थियो, अघि ब्लग असम नेपाली साहित्य सभाको ब्लग चाहिँ हामीले खोलेका थियौं, तर यसरी वेबसाइट चाहिँ हामी निर्माण गर्न सकेका थिएनौं। र अहिले हाम्रो विशेष गरेर नयाँ जुन केन्द्रीय समिति छ, केन्द्रीय समितिको पहलमा हामीले असम नेपाली साहित्य सभाको वेबसाइट आज विधिवत रूपमा हामी लोकार्पण गरिसकेका छौं। विश्वनाथ महाविद्यालयको यस प्रशासनीय भवनको हाम्रो सभागृहमा हाम्रा वरिष्ठ साहित्यिक डाक्टर खेमराज नेपालको बाहुलीबाट विमोचन भएको छ र यसलाई हामी बिस्तारै बिस्तारै अझै अपडेट गर्दै लानेछौं र हामी अत्यन्त नै खुसी छौं र हामीलाई विशेष गरेर असमेली गोर्खाहरूले हामीलाई जुन माया दिनुभएको छ, हामीलाई जुन सघाउ पुर्याउनु भएको छ, त्यसको लागि हामी असम नेपाली साहित्य सभा उहाँप्रति सधैँ कृतज्ञ छौं। नमस्कार। आज असम नेपाली साहित्य सभाले जुन यो वेबसाइट लोकार्पणको काम गरेको छ र त्यसको लागि हामीलाई निम्त्याएर यो काम गराएकोमा म साहित्य सभा परिवारलाई धन्यवाद दिन चाहन्छु र असम नेपाली साहित्य सभाका जम्मै हाम्रा कर्मकर्ता, साधारण जनता, साहित्य प्रेमी दाजुभाइ दिदीबहिनी, युवावर्ग, हितैषी सबैलाई यसमा संलग्न हुन, यहाँका जति पनि यहाँ अपलोड गरिएका विषयहरू छन् तिनमा अवगत राख्ने, नजर राख्ने, हेर्ने, लेख्ने, सुझाव दिने इत्यादि कामहरू हामीले गर्नुपर्छ। हामी सबैले मिलेर गर्नुपर्छ। यसमा सकारात्मक कुराहरू गर्दै जानुपर्छ र यसलाई यो त विश्वमा अब पुगेको छ। विश्व बजारमा हामीले हाम्रा कृतिहरू, हाम्रा कार्यकलापहरूलाई यसरी उपस्थापन गर्ने आज मौका पाएका छौं। यो अति नै हर्षको कुरो हो, खुसीको कुरो हो र म यसलाई यस्तो कुरो छ कि प्राप्तस्य संरक्षणार्थम, अप्राप्त लक्ष्मी प्राप्त्यार्थम, प्राप्तस्य संरक्षणार्थम, नभेटेको लक्ष्मीलाई पाउनु र पाएको लक्ष्मीलाई संरक्षण गर्न सक्नु, यो हाम्रो चिन्तन हुनुपर्छ। पाएको जिनिसलाई हामीले संरक्षण र त्यसको सम्वर्धन गर्न सक्नुपर्छ, सिक्नुपर्छ। हामीले भाषा साहित्यको सेवा मार्फत जनजागरण र यसलाई अरू भाषा साहित्यका इतिहासको तुलनामा हाम्रो दाँजामा दाँजो मिलाएर हामी अघि बढ्न सिक्नु पर्दछ। हाम्रो नवप्रजन्मले, नयाँ पिँढीले यसमा अब चासो लिनुपर्ने बेला आएको छ र म सबैलाई यस विषयमा चासो लिने, उद्यम लिने र काम गर्ने अनुरोध र आशा राख्दै मेरा दुई कुरा, यो विमोचकको दुई कुरा म यति नै समाप्त गर्दछु। आज हामी असम नेपाली साहित्य सभाको विश्वनाथ महाविद्यालयको यो प्रेक्षागृहमा एउटा सभा आयोजना भयो। विशेष सो सभामा असम नेपाली साहित्य सभाको एउटा वेबसाइटको विमोचन आदरणीय डाक्टर खेमराज नेपालको बाहुलीबाट भयो र विशेष गरेर अब हामी त्यो व्यवसाय जुन आज विमोचन भयो त्यहाँ अन्य शासकका सबै कार्यसूचीहरू गाभ्नेछौँ, विश्व दरबारमा हामी पुर्याउनेछौँ। विश्वका कोना कोनामा बसेका हाम्रा गोर्खाभाषी नेपालीहरूले त्यो हेर्न पाउनेछन् र विशेष गरेर हामी के भन्न चाहन्छौँ भने हाम्रा जति नै पुस्तक प्रकाशन भएका छन्, जुन हाम्रो अहिले सञ्चितमा छन्, विगत स्वर्ण जयन्ती अधिवेशनमा भएका पुस्तकहरू पनि हामीहरू यहाँ अपलोड गर्नेछौँ र यो वेबसाइट निर्माणको क्षेत्रमा हाम्रा आदरणीय सभापति डाक्टर चिन्तामणि शर्माज्यूले जुन
यहाँ दक्षता देखाउनु भयो। उहाँ हामी सबै जान्दछौँ अत्यधिक व्यस्ततामा हुनुहुन्छ। त्यो व्यस्तताको माझमा पनि आज उहाँले अन्य शासकको यो वेबसाइट लोकार्पण गर्ने स्थितिमा ल्याउनमा विशेष भूमिका लिनुभएको छ, नभए त्यो सम्भव भएको थिएन। त्यसका लागि उहाँलाई म धन्यवाद दिन चाहन्छु। साथै हाम्रो आगामी 7 जुनमा यहाँ एउटा सांस्कृतिक विषयका विभिन्न विषयहरूलाई समेटेर राष्ट्रिय तहको सङ्गोष्ठी हुने निर्णय भएको छ। त्यसको काम पनि अघि बढिरहेको छ र भोलि अर्थात् 17 मई साहित्य एकाडेमी नयाँ दिल्लीसँग असम नेपाली साहित्य सभाले सहकार्य गर्दै तुम्प्रेङमा मुगासङमा एउटा साहित्यिक कार्यक्रम, साथै हाम्रा प्रबुद्ध व्यक्ति डम्बरदाल सरलाई अभिनन्दन गरिनेछ र म आह्वान गर्न चाहन्छु मिट द अथर त्यो कार्यक्रम छ र म सबैलाई आह्वान गर्न चाहन्छु अन्य शासकको आज जुन यो लोकार्पण भयो हाम्रो वेबसाइट, त्यसमा तपाईहरुले हेर्नु र हामीलाई केही सुझाव दिनु। धन्यवाद।